मस्त बनाउँदा हेला गर्यो यो अलि बोल्न नसक्ने मान्छे ए मासु हामी भाइ कासुलाई देखाउला लैबरी ल ए मासु पकाउने मान्छे म छोरी एकदमै आउने आज खाने भाइ खानुस् यही म अर्को भ्लगबाट त्यो घिरौलाको तरकारी आफ्नो त तपाईँको एउटा मच्छर मारिदिइहालेँ मैले घिरौला बोरा तिम्रो आप्पर आमालाई मैले सुनेको घिरौला टमाटर पेस्ट पानी मसाला नुन और आयरन का रक्सी खानी हजुर खानी यहाँ प्याज उद्या ल्याइसियो प्याज सोधिन मैले ल्याइसियो मासु उद्यामा आउनु पर्यो अहिले यो छुट्टीमा आउनु खाना खान भइया मम्मी कति मच्छर आएको नि दाजु तीन घन्टामा आइपुग्छ हौ म पालन गर 3 घन्टामा चामल 1.5 घन्टामा उनीहरू जान्छ हेर्नुहोस् हाम्रो मकै कति चाँडो फलेको यो दिसी यो बाख्रा त एकदम नहुने कि पाखा अम्बाको रोग खाने भएको खाने आएन दाइजीहरू हो कि त्यो महँगै पऱ्यो अहिले धेरै बिग्रेको हिजो काटेको माछाले हो कि के हो दोकानको मामाले भन्नुहुन्थ्यो उहाँले काटेको थियो मम्मी त खाउनु भयो भनेर जोगाउँदै नाम्दा पकाउनु गएर मैले त्यो किरा पुऱ्याउनु पठाएर मैले हिजो पानी परेको थियो पानी अस्ति राति उठेर च्याउ भइरहेको रहेछ अनि यता पानी पर्दाखेरि चाहिँ निस्किने बेतसँगै च्याउ हुँदो रहेछ अनि त्यहाँपछि कहाँ मच्छर पनि कति हो यति निकालेर अनि त्यहाँपछि त गाईको भिराउनु पुग्यो एउटा दुईवटा होला अनि त्यहाँपछि के अरे गाईले पनि पुग्नु अनि के अरे मेरो पालो गाईको मलमा खत्ताले त झन् ठुलो रहेछ के अरे महँगो गोरुले खान्छ नि भनेर
हाल्दै देखौँ पुऱ्याउनु छ भने चाहिँ राँगो त्यहाँनिर झेसनले पुर्याएछ बिजर बाटोले खोजिराखेको मलाई त थाहै छैन के रे हेरिरहेको मम्मी यो भन्यो कि गौतमले अनि यो त कसैले खान्छन् हाम्रो बनायो भनेको त नि हेरिरहेको रहेछ गरममा पैसामा हाल्दै कुखुरा यति खुसी भएर खाएको होइन मावाले कराइदिएको के एउटा मात्र एउटा त्यो त 20,000 बाजेले दिन्छु भन्नुहुन्थ्यो भोलि ल्याएर अहिले दिनको भुलाले गरेर आलु त्यो दिन त अब हेर्न आइज भन्यो है चित्तबुझी त्यो मासु हालिदिनु चित्तबुझी ल्याउला नबुझी नल्याउला भने अब यत्रो पाडीहरू हालेर चाहिँ सबै काटेर राको मात्रैले अनि त्यहाँबाट तपाईँहरू लेवडमा हिँड्नु अनि लेवडमा के अरे छामी ल्याउनु पाउनुहुन्छ अनि त्यहाँपछि त के भन्छ ऊ त्यहाँ माथिको मैतेको बुढीहरू गाडेछ उसमा के अरे उहाँ गीतवर दिनलाई किनेर ल्याएको देखेर त हामीलाई त कस्तो लागिहाल्यो 26,500 पर्यो भन्यो है यत्रो राँगोलाई अहिले मान्छेले कहिले उ गर्छ भनेर नै बच्चाले टोक्यो हजुर मलाई